बाजे ए बाजे ढोका खोल्नु न बाजे छिटो बाजे ए बाजे ढोका खोल्नु नि छिटो मलाई मेरो छोराले मार्न लाग्यो बाजे ढोका खोल्नु न मेरो छोरा भन्ने मार्छन् मलाई बाजे ढोका खोल्नु न बिन्ती छिटो खोल्नु न बाजे के भयो मलाई छोराले कुट्यो बाजे तर परिवार मलाई मार्छु भन्छन् बाजे मलाई मार्नु साले कुपुत्र त्यसले आमा माथि हात उठायो पख त्यसलाई यही टुप्पीले हात थुनाइदिन्छु ल एउटा चोक नै बाजे नजानु त्यो रक्सीदार बाउलाको छ त्यसले जे पनि गर्नु सक्छ बाजे नजानु आमा माथि हात उठाइसक्यो अब गर्न बाँकी के छ त्यसले यत्रा वर्ष हराएर आमा कुट्न आएको हो त्यो यहाँ यस्ता कुपुत्रलाई घरमा राख्नुहुन्न सुभद्रा लखेट्नुपर्छ तिमी यहाँ बस्दै गर म गएर रमेशलाई बोलाएर लिएर आउँछु अनि तिनीहरूका बुढाबुढीलाई पाता कसेर यो गाउँबाट लखेट्नुपर्छ बुझ्यौ नाइ बाजे रमेशलाई केही नभन्नु रमेशले थाहा पायो भने त्यो विनोदलाई कुटेरै मार्नु अनि आमालाई हात हाल्ने त्यो कुपुत्रलाई पूजा गरेर राख्छौ त के गर्नु त बाजे मेरो कर्ममा छोराको हातको कुटाइ खान लेख्यारेछ रमेशले मेरो लागि जे पनि गर्न सक्छ छोड्दैन त्यसले त्यो विनोदिया लोनी स्वादीलाई म मेरो कारणले बिचरा त्यो रमेशको टाउकोमा पापको भारी बोकाउन चाहन्न बाजे तिनका लोनी स्वास्नीले त्यो भएको एउटा टुक्रो बारी पनि बेचेर खान खोज्दैछन् तिनीहरू गएको बेचुन् राखुन् अब म केही भन्दिनँ तिनीहरूलाई असल पुत्रले भाउ बाजेको जमिनमा अरू जमिन थपथाप गरेर सम्पत्ति थप्दै जान्छ तर सुभद्रा यस्ता कुपुत्रले भएको अलिकति जमिन पनि निथार पिथार पारेर बेचेर खान्छन् सक्छन् तिम्रो छोरो कुपुत्र निस्किन्छ सुभद्रा यो उमेरमा आएर आफ्नै छोराको हातको कुटाइ खान लिएछ बाजे मलाई अहिले म यसरी नमागे भने त्यसले तिरपटले हालेर ती टाउको टाउ मारिदियो मलाई तिमी आज यहीँ बस भोलि गएर कुरा गर्नुपर्छ त्यसो अब कुरा गर्न केही बाँकी छैन बाजे म अब सब थोक त्यसैलाई जिम्मा लगाइदिन्छु जे गर्छ गरोस् म केही भन्दिनँ